गुड यार बम्जीको मस्काई बम्जी भाँडा धेरै मस्काउँदो रहेछ गुड यो चाहिँ बम्जी अनि तपाईँ अनि आज कहाँ भाउजू कहाँ जानुभयो त तपाईँ भाँडा मस्काउँदै हुनुहुन्छ हजुर त्यसैले आफैले मस्काएको हो आफै मस्काउ है आफै खाने हो अनि एकजना राख्नु पर्ने हो त यसो काम गर्ने एकछिनपछि एउटा कर्मचारीलाई दिनु पर्यो अनि के छ आज कहाँतिरको यात्रा हो आज हाम्रो लैनीसम्मको यात्रा हो अनि पुगिन्छ त अहिले अनि यस्तो तपाईँ अहिले भाडा माझिराख्नु भएको छ भर्खरै खाना पकाउनु पर्यो 2 बजे गए पनि हो 2 बजे गए पनि पुगिन्छ लैनी जावा हो र कि आज लासमा बस्ने अब मैच्याङहरू भने लासतिर पनि हुनसक्छ हो र अनि साथीमा को छ त हाम्रो छौँ 13-14 जनाको ग्याङ है ल ठिक छ के खाएर हो कैला देखाउँ न हाँसको हो कस्तो छ त बुझ्ने को क्या हो कि अरे वाह जा अझै पनि हामी दाउरा भाँचिरहेछौँ भाइले दाउरा भाँचिरहेछ निकाल गुड कस्तो भाइ यो लाइफ बल्ल हिमालदेखि अब हिउँ चाहिँ गयो अन्त बल्ल शान्त भयो यो यहाँ चाहिँ हामी सधैँ आउँदाखेरि पढ्नै पर्ने हो रेगुलर पढ्नै पर्ने अलिकति छिटो हान्नै पर्छ कि चाहिँ भरि पढ्नुपर्छ हेर्नु त गुड अन्न किरालतिर नरामिला भयो अब यो चाहिँ के हुन्छ भनेपछि तपाईँको 4-5 वर्ष अगाडि आगो गुटेर बिचराको नाकमा कालो लगाइसकेको छ किनभने यो एकचोटि टोपी फल त भाइ तँलाई दर्शकहरूले फेरि रुचाउँछ नि त फेरि रुचाउँछ भने कि बिना खुकुरी कसरी यार मान्छे चाहिँ एकदमै बलियो छ यो हेर्नुहोस् कान्छा छोरा बच्चा कति छन् अब यार्छ गुम्बालाई यहाँ लाखौँ किन पर्छ केजीलाई भनेर कारण पनि छ नि होइन यति दुःखपछि दुःख गरेर पुगिन्छ अनि पुगेर पनि अब गएर च्याट्ट लाएर चिया बनाएर राखिदिने नास्ता बनाएर राखिदिने कोही छैन आफै अब यो दाउरा लाने अनि आफै बनाउने खाने पाल हान्नु पर्ने अनि अब तपाईँको हेर्नुहोस् न यो हिमालहरूमा यस्तो मजाको छ होइन यो हिमालको छेउमै टिप्ने हो तपाईँको यो छेउतिरै टिप्ने उतातिर यो डिस्को मै टिप्ने हो यहाँ
गाइजहरू अब हामी आउँदासम्म चाहिँ गाइजहरूले अब चाउचाउ बनाएर खाइसके रहेछ हामीलाई बनाउँदैछन् अब यो भाइ र म त हो अघि दाउरा टिप्ने यो भाइ चाहिँ हाम्रो खच्चरमा मजाले सामान लिएर आउने भाइ एकदमै धन्यवाद छ बमगाजी अस्ति भाँडा माझ्ने बमगाजी उयो हो भाँडा मस्काइरहेको थियो यहाँ अनि सेरे भाइ अनि यहाँ भान्जा उता चाहिँ हाम्रो धामी चाउचाउ यो अब हाम्रो धामीको हातबाट चाउचाउ पकाएर खाँदैछौँ अनि यता चाहिँ खै ज्वाइँ साहब यता हेर न यार यता चाहिँ ज्वाइँ साहब चाउचाउ खाँदैछ गाइजहरू के हो यार भिता नरह यहाँ कार नरह भिता जाने जिराक्छौँ गराउनु कति हजारको यो खसी अनि मलाई त कान पर्ने हो ज्वाइँलाई के पर्ने हो मलाई पनि कानै पर्ला माङ्गुलाई हुन्छ त कान त्यसो मलाई यो के पर्छ भने अब धोब्री पो पर्छ धोब्री पो अनि सेरे भाइलाई के पर्ने भयो तुपमा जाने भयो अनि सन्तलाई के पर्ने भयो नाक पर्छ ओहो ल हाम्रो गाइजहरूले यस्तो मजाले हेर्नु त हिउँ हेर्नु त हिउँ आइसकेछ अब यस्तो बहादुर छ यो केटाहरू हेर्नु त यिनीहरू नभए त हामी त हात भाँचे जस्तो हुन्छ हिउँ आइसकेछ तै पनि हाम्रो लागि केही पनि होइन कि यस्तैमा बस्दा बस्दा हामी अब त्यो भइसक्यो हो र अनि ओहो बमगाजी भित्र चाहिँ के गर्न आएको चिया खान्छौ कि कफी खान्छौ पाल हानिरहेछ केटाहरूले अब म यहाँ बोरा चाहिँ माथिबाट हाल्नलाई ल ओके छ त हेर त यस्तो आमा मेरो हात त यहाँ चिसोले एकदमै हेर्नुहोस् त मेरो हात चिसोले एकदमै थर्दर तर यस्तोमा यिनीहरूले हेर त कसरी काम गरिरहेछ राम गोर्खालीको छोराहरू हातमा राम्रो हुन्छ नि ओ माई गड यार सन्त बिरे के भइरहेछ यहाँ माङ्गु भाइ अघि दाउरा कतिको ल्यायो त ओहो कप छैन बमगाजी आज हाम्रो कप चुटेको अवस्था कप चाहिँ तल हाम्रो हामी चाहिँ यहाँ कोकलाई यसरी बनाएर पोलेर खाने ओ माई गड नथाना र दिपी थाङ म यो चाहिँ हाम्रो चलन धामीज्यूबाट हेर्छ सकुशल के छ कसो छ कस्तो हुन्छ भविष्यमा आगोले पाके पनि राम्रै रहेछ भन्ने उहाँले भन्नुभएको छ यो चाहिँ अब जाली रुमाल बोसो तेरो चोको चाहिँ हप्सिरहेछ के छ बमगाजी अनि कफी खाउने एकचोटि कप चाहिँ खतरा रहेछ हिउँ चाहिँ मजाले परेछ जाली रुमाल छ मागो तुझे चाहिँ अनि आज खाँदैन तिमीले खाना अनि ताखेँ गतिर हेर्नु न किडनीमा कस्तो बोसो हो मैले ल्याएन होला मैले ल्याएन होला ओ माई गड यो मान्छे भूत हो यो मान्छे होइन यस्तो चिसोमा
यस्तो चिसोमा वाउ कसरी कसरी यो चिसोमा उसले भुँडी धुन लागेको छ यस्तो चिसोमा उसले भुँडी धुन्छ भन्छ कस्तो मान्छे अनौठो मान्छे हो यो हिउँ पनि फेरि हाम्रो फेरि आउने जाने भइरहेको छ ज्यादा नरम इभेन्ट हो यो म के अरे सन्ते अनि हामी यार चाहिँ तिमी चाहिँ कहिलेबाट हो हामी 15-10 गते होला आज कति हो त्यहाँ आज जम्मा त्यो हो नि फेरि आज 29 गते हो जेठको 11 दिन अनि यत्रो दिन के गर्दा बस्छ त के गर्छ टाइम पासको लागि के गर्छ टाइम पास दाउरा अनि दाउरा टिप्ने काम दाउरा टिपेपछि हुन्छ नि त रौदा ध्यान रौदा ल हिजो आउँदाखेरि तपाईँ हिमाल थियो है अब मैले चाहिँ त्यसपछि हाल्न सकेन अनि हिरोले बोकिरहेछ हल्का छ तर घोचिरहेछ घोचेन अनि मेरो भारी कहाँ बनाउने हो दाउरा खसिरहेछ यो दाउरा पनि मेरै हो पाउने एरिया यही हो एकदम भोबाल हाम्रो अहिलेसम्मको हाम्रो 6-7 वर्षको रोग के छ यो त्यहाँ रोज मेरो भाइ तपाईले पढेको कि राङ्के र खिजा पछि ट्रान्सलेट गर्नु अब साथीभाइहरू किरा खोज्न साथीहरू किरा खोज्न गइसकेका छन् अगोरे हुनुपर्ने हो यो दूर को शोर नहीं पता चीज तो तो ये बहुत देर चले वहाँ जो पूरा जो क्या चले वहाँ ना वो ये क्या हो हाँ ना वो शायद खोल जा रहा है ये हमारा
त्यहाँनिर त किन छिर्यो के मलाई यहाँ आउँछु यो सोप यहाँ दुख्दो रहेछ होइन अलिकति यो केराको खोल मिट्टी खै यो हुने बित्तिकै हाम्रो यहाँ केरा चाहिँ धेरै सकिन्छ अब केही दिनमा बाहिर आउँछ चिसो माटो चाहिँ अलिकति ओसै रहेछ अलि एकचोटि पर्न सक्यो भने ताप कस्तो हुन्छ यो खोल त यहाँतिर छ्याम्क्या भइरहेको छ खोल जताततै खोल जताततै छ यार्चाको खोल यार्चा भेटिरहेको छैन हाम्रो सिजनको पहिलो यार्चा चाहिँ कस्तो हुन्छ हेरौँ यो साल 1000 टिप्ने प्लानमा छु म चाहिँ कति 1000 टिप्ने प्लानमा छु त्यो हाम्रो हुन्छ नि के हुन्छ त्यो पहिलो के अरे यार्चाको चाहिँ आकार चाहिँ जे हाम्रो मान्छेको लिङ्ग हुन्छ नि त्यसको आकार हुन्छ यहाँनिर हाम्रो हो संतर त्यहाँ नै Pero, ओहो यस्तै भयो त हो नि आमा यो रेटमा त हुँदैन पाउनु पर्ने हो नभए एउटा दुइटा हुनुपर्ने होइन यो रेटमा त अनि साडीभाइहरू खाली हुने यो यार्चाको त्यो त छैन है त्यहाँ मारौँ 3-4 दिनमा फेरि उनी आउँछ क्या घाम रानौँ क्या नहीं मराउनु मान्छे आएको छ घुसपैठी हो कि ताराकोटी हो कि ताराकोटी भयो सिङ चामल तिर्नु पर्ने जो आए पनि हाम्रो घुसपैठी हो कि स्ट्यान्डर्ड मात्र छु भाडा दिनु पर्यो अब गाइजहरू हामी चाहिँ नत्र माथिसम्म जाने प्लान थियो तर तलबाट चाहिँ हाम्रो मान्छे थप आएको छ त यो घुसपैठी चोर पनि हुनसक्छ आफ्नो हाम्रो छिमेकी मित्र ताराकोटी पनि हुनसक्छ ताराकोटी भए ठिकै छ अरू भए यहाँ अब त्यहाँ गएर कचौरी बसाएर हेर्नु हामी आएको 1-2 मिनटमै फर्किनु पर्ने अवस्था आएको छ 4-5 मिनट अब फेरि हाम्रो अरू कोही मान्छे भयो भने यहाँ सजाय पनि हुन्छ होइन यो वन चाहिँ हाम्रो पर्सनल वन रहेछ केटाहरूको गाइजहरूको अब यहाँभन्दा फर्किनु पर्ने किनभनेपछि हाम्रो पालमा जम्मा 1 जना मात्र छ 1 जनाले कभर गर्न गाह्रो हुन्छ त्यसैले यो थप कमान्डो टोली फेरि लेकको टुप्पोमा नपुग्दै फर्किनु पर्ने अवस्था आएकोले एकदमै त बाहिर लाग्छ होइन आज हामीले तपाईँलाई किरा देखाउन सकेन गाइसहरूलाई अब आज साथीहरू होला हुन्छ को होला र अब भोलि सिउ टुमारो కొంచెం
ओके ओ यो त चाउ ओ माई गॉड शिट यो सालको पहिलो यार छ टिप्न सफल भयो हजुर बधाई छ धेरै पाउस यार त उम्ले जस्तो छ भाइ यस्तै हजारवटा टिप्न चाहन्छु यो साल चाहिँ म मेरो टार्गेट 1000 हो हजुर ओहो हेर्नुहोस् त यार चाहिँ यस्तो छ तर अलिक सानो रहेछ कहाँ गयो 500 रुपियाँ गाइस हामी चाहिँ अब बिहान उठेको तर चिसो पानी खाँदै हेर त यहाँ तर अब हेर त यहाँ आम्मामा हिउँ परेर बाहिर निक्लिन सक्ने अवस्था छैन गाइस आम्मामा हेर्नुहोस् त माङ्कु किरा खोजिरहेको अवस्था छ बम काजे चबल त ल्याउनु यस्तै छ सिजनमा अब जुत्ता लोक गरेर 20,000 को जुत्ता तर राख्छु त्यस्तो चप्पल ल्याएर आउँछ कति पाएर एकचोटि देखाउनु त किरा अब मलाई त पायो होला तपाईँको 10-15 जी पायो कि कति पायो 10-15 जी पाउनु त ओहो माई गॉड आज एक दिनमा हजुर आजको कमाइ कति रहेछ अब समथिङ यो चाहिँ हाम्रो 15,000 जतिको कमाइ भएको छु आज दिन भोलि बढ्दै हुन्छ फेरि मेरो स्थानीय है अनि फेरि माग्बु म एकछिन मेरो यहाँ गाह्रो छ पाल्टो गरेर देखाउन चाहन्छु एकछिनमा यो कान गाडेर खाने हो यो कानको कामै छैन समाचार खसी सुन्दैन चस्मा खसी लाउँदैन एकदमै डरलाग्दो म चाहिँ दुईजनाले मलाई खराब हेर्छ त दुईजनाले मलाई समाधि ल्या हेर्नु त गाई चाहिँ यिनीहरूलाई त डर पनि नलाग्दो रहेछ आम्मामा ओ माई गड यस्तो बाटो छ यार बहुत बढ़िया ओ माई गॉड सब गिराछ कहाँसम्म हो लेकसम्मै हो कति बलियो त मान्छे बोकेर लाने यार ओ नो यार के बाजी हो दुईजना के दुईजना बाजी हो दुईजना बाजी ओ नयाँ म पनि आउनु पर्यो है भिडियो अफ गरे
पारि पुग्यो ओ नावर हेर्नु नावर आम्मा नावर हेर्नुहोस् गाइजहरू भागेको नावर केही दिनको शिकार हो तीनटा मात्र रहेछ यो चाहिँ बगालबाट छुटेको जस्तो छ है अब माउ खोज्न जान लागेको ए यो सानो यो सब पुर्सो रहेछ तिनटै अर्को हाम्रो नावर एउटा यहाँ छ यो काम के काम छैन अब दाउराबाट आएर गाइजहरू लेकतिर दाउरीको बारी ल्याउनु त यति गाह्रो हुँदो रहेछ मेरो त अनुहार हेर्दा यो पैसा त्यो अनि यता कान्छ त अनि दाउरा नगएको जस्तो छ त रेड बुल खाँदैछु थाकेर यसो प्यास तपाईँ दाउरा गयो होइन विदेशबाट आएको यहाँ हाम्रो सेरु भाइ पनि रेड बुल खाइरहेछ ल धेरै टाढो कि छ ल कन्तपाल हो पोर्को पोर्को त्यो यो पखाइ खै 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 पोर्छ टुकेर भायो केटाले उसलाई चाहिँ राम्रो उसलाई त राम्रो भएको छ के छ अनि हाई गाइस हिमालयमा हामी हिमालको यति छेउमा आइसकेको छौँ कति नजिक पालको पनि नजिकै हो शुद्ध अरबतिर लाने यो पानी त अरबौँ पर्थ्यो यस्तो चोखो पानी हेर्दा हिमालबाट बगेर आएको नजिकै छ र हेर्नु न हेर्नु तपाईँ ओ सेट यार डाइरेक्ट हिमालको पानी रहेछ है तपाईँले अब अहिले चाहिँ जेठको 16-17 भयो 15 गतितिर तपाईँ जेठको आइदिए भए तपाईँको यहाँ सब आइस फलसारको आइस आइस कति ठुलो ताल है यस्तो ताल त तपाईँले देखेको थिएन होला कति राम्रो कति सुन्दर हो यस्तो ठाउँमा जन्म लिने तपाईँहरू कस्तो भाग्यमानी होला है कति बाक्लो छ त्यो आइस आइस है त्यो झर्दा जस्तो देख्नुभयो तपाईँले हो त्यो कति नजिकै पुग्यो त तपाईँहरू हामी छेउमा जान सक्छौँ साथीहरू अलिक बोक्लाएर त्यहाँ हिँड्दै फेरि हामी आधी घन्टा जति लाग्छ कि आधी घन्टा लाग्छ लाग्दैन यहाँ यो लेकको कारणले हाईको कारणले ताल पनि कति ठुलो हो त यार जिन्दगीमा यत्तिको छेउमा चाहिँ आएको छ है मैले हिमालको लाइफमा यही हिमाल हो हाम्रो यत्तिको छेउमा आएको छ ताल हेर्नु त यो हिउँदो त यो सब आइस अस्ति हिउँदो होइन अस्ति वैशाखतिर आयो भने यो सबभरि आइस हुन्थ्यो होला अहिले चाहिँ हिटले गर्दाखेरि अब यो तापक्रम बढेको अनुसार फु यही भयो त यही पानी पनि त आयो रहेछ त नि यस्तो हिमाल अन्त त्यो चाहिँ अचम्म दे उता हेर्न अचम्म यार त्यो माङ्कुले नोटिस नै माङ्कु दे उता पारि हेर त के अचम्म लागेको छ हेर त हिमालको के अरे त्यो हिउँको माथि आइस के अरे यो
अचम्म चट्टानहरू ढुङ्गाहरू अचम्म हेर्नुहोस् त ल चट्टान मुनि चाहिँ के अरे त्यो नै त्यो कि अन्त ढुङ्गा माटो मुनि के अरे हिउँ रहेछ कस्तो होला अनौठो चाहिँ बुझेपछि अन्त तपाईँ बरा हाल्यो सबै पप खाएर त्यो सबै होला यार यो त्यो मुनि पनि आइसक्छ जस्तो हेर ताल पऱ्यो भने यस्तो राम्रो यता हेर त ल रह्यो भन त यस्तो चिन ल्याएको थिएँ म आशाले क्यामराम्यान हो म चाहिँ यार्चा चाहिँ यसरी सफा गरिरहेको छ म तपाईँहरूलाई यार्चाको बारेमा केही भन्न चाहन्छु है दामीज्यू अब यार्चाको बारेमा हामी केही भनौँ है एक दुईवटा कुरा भनौँ यार्चाको बारेमा यार्चा काम चाहिँ खास अहिले एकदिन चाहिँ भएको छैन अहिले हाम्रो सुनाइ र भोजाइमा चाहिँ यसले चाहिँ हाम्रो रह्यो भनौँ न सेक्स पावर बढाउँछ अरे अनि हाम्रो यो रुवा खोकीहरू यो हाम्रो यो पखालाहरू लागेकोमा चाहिँ यो खायो भने सन्चो हुन्छ भन्छ क्या अरे खै तर फेरि यो भएको पनि छ यो हाम्रो यो पखाला लागेकोहरू पखाला रोक्ने त्यस्तो पनि हुन्छ अनि हामीले फेरि यो अब के लगाउने के यो सेक्स गर्दाखेरि पनि हाम्रो अलिक सेक्स पावर अलिक बढी जस्तो पनि लाग्छ मलाई अनि तपाईँले अहिलेसम्म यो यार्चा खाएको छ कि छैन म खान्छु कस्तो कसरी खानुहुन्छ वर्षमा यो ठुलो ठुलो म 30 वटा जति खान्छु यस्तो यो दुधमा हालेर गाईको दुधमा हालेर सधैँ बिहान एक महिना चाहिँ म मजाले 30 वटा मजाले हैन ठुलो ठुलो फेरि 2000 पर्ने पिस 2000 पर्ने कतिवटा 30 वटा 30 वटा अनि केही अनि शरीरमा केही अब हुँदो रहेछ हुन्छ चेन्ज खतरा हुँदो रहेछ यो हाम्रो यो पावर चाहिँ बढ्दो रहेछ अहिले ओ धामी चाहिँ यस्तै हो उसले भने जस्तो हो यसको बारेमा चलाउन अब किरा यति कला है तर अनुभव चाहिँ थाहा छैन है हजुर तपाईँ थाहा छैन त्यसो भने अहिलेसम्म मैले थाहा छैन भाङ्गुले चाहिँ सिङ्गो मात्र खाएर रहेछ त्यसो त वर्षको 30 वटा सधैँ रेगुलर अनि किनेर खानुहुन्छ कि टिपेर होइन टिपेर आफ्नै त्यस्तो किन्ने पछि आफै टिपेर सुरुमा पाएको थियो सुरुमा पाएको र लास्टमा पाएको के छ लास्टमा पाएको अलिक डेट गए जस्तो हुन्छ सुरुमा पाएको चाहिँ खतरा हुन्छ कि आज चाहिँ हामीसँग 3 प्रकारको 3 थरीको किरा छ यार्चा छ है धुलो यहाँ छ कालो धुलो यो अब यो चाहिँ हाम्रो एकदमै ग्रेट किरा भन्छ यसलाई यार्चा यो चाहिँ अब तपाईँको 2018 2200 2300 सम्म चढ्छ म्याक्सिमम 1800 देखि 2200 2300 को रेन्जमा चढ्छ यो 2000 सम्म जान्छ अनि यसको रेट पनि अब मार्केट अनुसार अब तलमाथि हुन्छ अब म्याक्सिमम यसको रेट गएको छ भनेपछि तपाईँको 32-33 लाखसम्म गएको छ हैन अनि लास्टमा कति
बिग्रियो भने कतिसम्म आउँछ 27 लाखसम्म आउँछ यसको रेट है 26-27 लाखमा आउँछ बिग्रियो भने तर मार्केट राम्रो भएको बेला 32-33 लाखसम्म गएको छ यो चाहिँ 1800 कि 2200 सम्म जान्छ है तपाईको यो अब यो किरा 2200-2000 अनि यो चाहिँ हामीसँग एउटा अर्को थरीको कस्तो भनेपछि यसमा चाहिँ 3000 देखि 3200 जाने किरा अनि यसको चाहिँ तपाईको अब यसको पनि धेरै नै तलमाथि हुन्छ भाउ यसको पनि 12 लाखदेखि तपाई 12 मा झर्यो एकदम 12 नराम्रो 12 पनि गयो होला 12-13 सम्म गएको छ र राम्रोमा तपाईको मार्केट राम्रो मार्केट हुँदाखेरि 22-23 सम्म जान्छ है 23 लाख 21-50 मा अनि यो चाहिँ हाम्रोसँग यो कालो धुलो भन्छ यस्तोलाई कालो कालो अनि यस्तो भाँचेको टुक्रेको हुन्छ हैन यसलाई चाहिँ 8-9 लाख अब तपाईको राम्रो भयो भने 12 लाखसम्मको जान्छ नत्र त्यस्तै हो बिग्रियो भने 5-6 लाख त्यस्तै हो यो चाहिँ कालो धुलो भयो अनि यहाँ चाहिँ अरु के छ भने यो चाउमा हेर्नुस् यसलाई भन्छ हामीले अब टोपी लाको हेर्नुस् त यो माथि यस्तो भएको चाहिँ यो चाहिँ टोपी लाको भन्छ है अब यो टोपी लगायो भने चाहिँ अब तपाईको डेट जान्छ कि यसरी यो तल चाहिँ गिलो गिलो हुन्छ है गिलो गिलो हुन्छ तर कुनै चाहिँ फेरि कुनै चाहिँ हुँदैन तर प्राय टोपी लगायो भने चाहिँ बुढो भएको भन्छ अनि यस्तो टोपी लाग्यो हेर्नुस् त टोपी लगाएको भयो यो अनि भर्खरको कलिलो अरिनहरु भयो क्लियर प्योर किरो भर्खरै कलिलो अनि च्याउ भर्खरै उम्रेको है हेर्नुस् त फरक देखाइदिन्छु तपाईलाई म टोपी लगाएको र यसमा अब यो टोपी लगाएको र यो फरक हेर्नुस् त फरक यस्तो छ यहाँ हाम्रो अब सबै साथीहरूले मजाले केलाउँदैछ दिनमा तिमीले भाइ कति केलाउँछौ त 100 जति अनि यो ग्रुपले दिनमा कति ल्याउँछ त ग्रुपले 300-400 जति ल्याउँछ 400-465 ल्यायो ओहो धेरै पाउँदो रहेछ है ठिकै पाउँछ अनि अरु चाहिँ केलाउन अलिकति ब्लगर भाइ पनि रहेछ त नि ब्लगर भाइ तिमीले यति पायौ यति खोज्दै थियौ नि यति त भेटाएन त हजुर गाह्रो हुँदो रहेछ यति खोज्नु हिमालमा बस्दै कहाँ बस्छ थाहा पनि भएन यहाँ सब ढिलो छ म चाहिँ अलिक फास्ट छु हेर्नुस् त यहाँ चाहिँ यो चाहिँ अब यसरी माटोसँग हुन्छ अनि त्यसपछि यो माटो फालेर यस्तो सेकेन्ड यसको फर्स्ट प्रोसेसिङ चाहिँ यो हो लास्टमा चाहिँ यस्तो प्रोसेसिङ हुन्छ अनि यसलाई सुकाउने अनि अब तपाईको हाम्रो यो किरा कसरी बेच्छ सबै हामी देखाउँछौँ लास्टमा देखाउनै पर्यो त है ल के भन्नु छ गाइजहरुलाई राम्रै यता हेरेर भन्नु भाइ एउटा अनौठो किरा पाएको छ हेर्नु त कतिवटा चाउ हो 1 2 3 4 वटा चाउ तर तल सब सुकेको यो चाहिँ एक्सपायर भएको रहेछ यो चाहिँ पोरको किरा रहेछ त्यसको दाइ ओहो यो अर्को अनौठो हेर्नु त दुईटा सिङ गोरुसिङे हेर्नु त गोरुसिङे खै यस्तो अनौठो किरा खै किरा त्यो देखाउ त यो खै धामीज्यू आमा ए ल कहाँ गयो त्यो राम्रो किरा भाँचेर चाहिँ हेर्नु त गाइजहरु अब 2018 से चढ्ने किरा भने यही है यस्तो मोटो किरा भाँचेछ हेर्नु यो मेरो मोटो त छ अलि सानो यो के हो त आउँछ सानो जस्तो यसलाई के भन्छ अन्त तै जिम्रो आउनु को मारालाई लागे के रे तिरौली किरा यसलाई भन्छ तिरौली किरा यसको चाहिँ तिरौली तपाईहरुले लाउनु महिलाले लाउने तिरौली जस्तो डिजाइन हुन्छ कि यो गुम्बातिर धेरै पाउँछ नि गुम्बाको भन्नु यो माछे हेर्नु यस्तो राम्रो किरा जोडेको छ यहाँ पेट बोकिया हुन्छ खै हाम्रो त्यो मान्छे के भन्छ रे पेट बोकेको ए उता चाहिँ तिरौली भन्दो रहेछ यो पेट ठुलो जस्तो हैन पेट बोकिया जस्तो के
बच्चा पाउने त अनि मेन त त अनि मेरो मसौरा आज मसौरा र भात आज हामी एकछिनपछि तपाईँले देखिहाल्नुहुन्छ आज हामी पुरी खाँदैछौँ आज मौसम बाहिर हेर्न जाउँछौँ चिसो मौसममा पुरी मासु अलि मजाले बोल्नु तपाईँको भ्लगमा आइरहेको छैन त्यही हो मसँग नाम लाँदामा कालो देखाउँछु कि आमामा एउटा किरा पाउँदैन यार यत्रो 1 घन्टा भइसक्यो देउरालीमा धजारीमै मन उतैन जा भनेकै मान्दैन सालै जो काजी यो वन सबै तपाईँ एक्लैको हो के हो त कोही देख्दैन हेर त यत्रो ठुलो वनमा एक्लै रहेछ तपाईँ कति पायो त काजी 9वटा अनि ठेकदारको अनि हामी यो सिजनको कति दिन बस्छौँ के कस्तो छ यो अबको 5 दिनमा हामी घर जान्छौँ 5 दिनमा जाने अब 5 दिनमा गइन्छ गाइजहरूले चाहिँ यो सालको हेर्चा टिपेको छ सालको हेर्चा चाहिँ हाम्रो च्याट्टलार गनिरहेको छ कति छ भनेर कस्तो छ दामी किरा ओके छ कलर त गोल्डन रहेछ हैन कलर चाहिँ राम्रो छ हजुर अझ च्याउन लामो भएर अलिकति त्यो छ कालो देख्छ नत्र चाहिँ गोल्डन भाइ क्यामेराम्यान भाइ आफै खराब
त्यो हिमालको छेउमै यहाँ चाहिँ टिपेको हेर्नुहोस् त टिपेर अब चाहिँ हामी चाइनामा लगाएर बेच्ने हो फोटो गर्दैछु खै त नि यसरी खै ल रमेश ब्रो कहिले उता हिमाल पनि देखाउँ हाम्रो ल रमेश दाइ यहाँ आउनु पर्यो म त्यहाँ जान्छु यहाँबाट हाल्यो त्यहाँ आउनुहोस् हिमाल निकाल्नु है हिमाल